पनि बढीमालिका आउने सोच बनाउँदै हुनुहुन्छ र आउने कसरी के गरी आउने के ल्याउने भन्ने कुरा तपाईहरुलाई आइडिया छैन भने चाहिँ तपाईहरुले यो भिडियो हेर्नुभयो भने तपाईहरुलाई म फुल डिटेल भन्दिनेछु। तपाईहरु बढीमालिका जुनसुकै ठाउँबाट आउँदै हुनुहुन्छ तपाईहरुले पहिला चाहिँ धनगढी अथवा कैलालीको अत्तरी आइपुग्नु पर्यो र त्यहाँबाट तपाईहरुले बेलुका गाडी पाउनुहुन्छ पब्लिक बस युज गर्ने मान्छेहरुले चाहिँ। अनि तपाईहरु जहाँबाट आउँदा नि साफेबगर चाहिँ आउनै पर्छ अछाम। साफेबगरबाट चाहिँ तपाईहरु मार्तडी आउनु पर्यो र मार्तडीबाट चाहिँ तपाईहरु पहिलो दिन सोतापाटन आउन सक्नुहुन्छ र अहिले चाहिँ अब अलिअलि गोठहरु चाहिँ खुल्ला हुन्छ। तपाईहरु गोठको भरोसामा आउनु भन्दा पनि तपाईहरुले चाहिँ टेन्ट, स्लिपिङ ब्याग र खानेकुराहरु चाहिँ तपाईहरुले बोकेर आउनुपर्छ किनभने यहाँ अहिले चाहिँ अलिकति मान्छे बढा देखियो तर हेल चेक्राइ चाहिँ एकदमै देखियो। मान्छेहरुले स्लिपिङ ब्याग नल्याइकन गोठमा बस्न पाइन्छ भनेर आइराखेको छ हैन। त्यस्तो गर्दाखेरि चाहिँ तपाईहरुलाई नै गाह्रो हुन्छ। तपाईहरु आउँदाखेरि चाहिँ मजाले स्लिपिङ ब्याग खानेकुराहरु चाहिँ आफ्नो लागि जुगाड गरेर आउनु पर्यो र सोतापाटनबाट तपाईहरु त्रिवेणी मजाले 5 घण्टामा आइपुग्नुहुन्छ र हामी चाहिँ अहिले यो बुढीमाईको पाटनमा छौं। बुढीमाईको पाटनमा म चाहिँ लगभग 3 घण्टामा चाहिँ आइपुगे सोतापाटनबाट र मेरो टोलीहरु पछाडीबाट आउँदैछ। अनि अब हामी चाहिँ यहाँबाट ठ्याक्कै त्रिवेणी जान्छौं। त्रिवेणी हामीलाई जम्माजम्मी 20 देखि 25 मिनेट लाग्छ यहाँबाट त्रिवेणी पुग्नलाई। ओह्रालो झर्नुपर्छ। तपाईहरु पनि बढीमालिका दर्शन गर्ने सोच गर्दै हुनुहुन्छ भने खानेकुराहरु चाहिँ बोक्नुस्, स्लिपिङ ब्यागहरु बोक्नुस्, टेन्टहरु बोक्नुस्। अब यदि तपाईहरु प्याकेजमा आउन चाहनुहुन्छ भने विगत 9 वर्षदेखि हामीहरुले प्याकेज पनि चलाइरहेका छौं। प्याकेजमा नि आउन सक्नुहुन्छ र त्रिवेणी बसेपछि चाहिँ तपाईहरु त्रिवेणीबाट बढीमालिका मन्दिर 3.5 देखि 4 घण्टामा पुग्नुहुन्छ र 4 घण्टामा त्यहाँ पुगेपछि दर्शन गरेर तपाईहरु ब्याक टु यतै त्रिवेणी आएर यहाँबाट मार्तडी पनि जान सक्नुहुन्छ। होइन भने चाहिँ तपाई त्रिवेणीबाट नाट्येश्वरी अथवा मनाको बाटो दुईटै बाटो युज गर्न सक्नुहुन्छ। नाट्येश्वरीको बाटो चाहिँ अलिकति डरलाग्दो छ। त्यहाँबाट चाहिँ तपाईहरुले अलिकति केयर गरेर झर्नु भयो भने चाहिँ नजिक चाहिँ तपाईहरुलाई नाट्येश्वरी हुन्छ र नाट्येश्वरीमा गएर बस्न सक्नुहुन्छ। त्यहाँ बस्यो भने त्यहाँबाट तल तपाईहरु बामका झरेर त्यहाँबाट तपाईहरुले गाडी युज गर्न सक्नुहुन्छ।